हेलो एभ्रिवान वेलकम टु माई भ्लग नेपाल युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो भ्लग नेपाल युट्युब च्यानलमा। र सदाझै तपाईँहरूको साथी शिखर राई पनि फेरि नयाँ एपिसोड भिडियोमा फेरि पनि भिडियो लिएर सदाझै उपस्थित भइसकेको छु। र हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र छेउमा रहेको बेल आइकन दबाई अल अफ सिलेक्ट गर्न नबिर्सनु होला। र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला साथीहरू है। र भनौँ एक लाइक गर्नु होला विशेष गरेर। र भनौँ र तपाईँहरूको मात्र त्यस्तै भिडियो लिएर आइरहने छु। र आज चाहिँ भन्नुपर्छ साथीहरू है, हामी कटुसमा गइएको थियो र भनौँ कटुसमा गएर यसरी भुटिँदैछ भन्नुपर्छ है गाइस। विशेष गरेर आई होप भनौँ खाना पनि खाइसकिएको छ है, हजुरहरूले पनि खानु भयो होला डिनर भनौँ होइन, रातिको खानालाई डिनर भनिन्छ। र विशेष गरेर तपाईँहरूको रात शुभ बितोस् होइन, शुभ सपनीको कामना, गुड नाइट होइन। र यस्तै हेर्नु होला है साथीहरू है, हाम्रो लेकतिर पाउने यस्तै होइन, यस्तै भनौँ न कटुसहरू पाइन्छ विशेष गरेर। र उता चाहिँ मम्मीले पनि विशेष रूपमा चाहिँ कटुसलाई चाहिँ झापझुप पार्ने योजना भन्नुहुन्छ कि फेरि लोहरेर सजिलो हुन्छ नि त, यसो खानाको लागि केलाउनु पर्दैन। र देखिरहनु भएको छ है मम्मी चाहिँ एकदम फुर्ती साथ। र विशेष गरेर जुत्ता लालेर होइन, मम्मीले चाहिँ पुरै जाडो भइरहेको छ नि त, जाडो महिना बढाएको छ, पुस लागेको छ। हाम्रो लेक छ क्या ठाउँ विशेष चाहिँ हाम्रो चाहिँ लेक पर्छ, त्यस कारणले पाहाड पर्वतबाट चाहिँ बढी हिमाली भेग छेउ परेको हुनाले जाडो हिमपातले हान्छ होइन। अब विशेष गरेर तुषार नि बिहान पर्ने गर्छ, पछिको टाइममा हिउँ पनि पर्ने गर्छ। र यसरी निखन्ने पनि गरिन्छ हामीले चाहिँ गाइड विशेष गरेर। र यति लामो पुरै है, यति लामो दाबिलोले यसरी चलाउँदै होइन गर्दै यसरी गाउँघरमा चाहिँ हामीले यसरी भनौँ न यत्रो ठुलो कराईमा चाहिँ यसरी हामीले चाहिँ भनौँ न यसलाई चाहिँ भुटेर है म्यानेज गरेर सबै अब निफनेर होइन यसलाई चाहिँ बजार लानेछौँ हामीले चाहिँ है साथीहरू होइन। बजार लानेछौँ, हाम्रो नजिक बजार रहेको छ, पहिला चाहिँ थिएन भनौँ होइन, अहिले शुक्रबार बजार विशेष चाहिँ हाम्रो पालीको छेउमा रहेको छ। अहिले चाहिँ हाम्रो हरेक सुविधा आएको छ, गाडीहरू भयो, बजार भनौँ न भर्खरदेखि लाग्न थालेको भनौँ है। त्यही भनौँ अहिले चाहिँ बजारको राम्रो माग छ हाम्रो ठाउँमा चाहिँ, चौकी डाँडा भनिन्छ। चौकी डाँडा बजारमा चाहिँ हामी आउल र लेकको लिन्छौँ, त्यही कारणले हामी लेकको कुराहरू चाहिँ हामी लान्छौँ होइन। सटासाट एक आपसमा होइन सेयर गरिन्छ धेरै कुराहरू होइन, सटासाट गरेर धेरै कुराहरूलाई हामी मिलाएर भनौँ न अर्ग्यानिक रूपमा खाइन्छ भनौँ न होइन, अर्ग्यानिक रूपमा भनौँ फलफुलहरूदेखि लिएर होइन त्यस्तो पौष्टिक तत्त्वयुक्त खानेकुराहरू खाएर हामी चाहिँ बलियो भइन्छ है साथीहरू लेकमा होइन। लेकमा अब आलु भयो यस्तै अब होइन सागसब्जी भनौँ, भेजिटेबल भनौँ होइन, अब करेसोबारी टक्क बनाएर होइन करेसोबारीमा उत्पादन हुने हरेक कुराहरू चाहिँ हाम्रो लेकमा उत्पादन हुने कुराहरू चाहिँ उत्पादन गरेर चौकी डाँडा लगिन्छ बजार भन्नुपर्छ होइन साथीहरू। अनि विशेष गरेर यो कटुस पनि फल एक प्रकारको एकदम पौष्टिक तत्त्वयुक्त इम्पोर्टेन्ट होइन कुरा हो। यो पनि भनौँ प्राकृतिक रूपमा हेर्नु हो भने हाम्रो देश नेपालमा चाहिँ भनौँ न होइन तपाईँहरूलाई थाहा छ नै भनौँ हरियाली देश भनौँ न, जलस्रोतको दोस्रो धनी देश सँगसँगै प्राकृतिक सम्पदाहरू प्राकृतिक रूपमा चाहिँ हाम्रो धनी देशको रूपमा चिनिन्छ नि त होइन। हरियाली भनौँ जैविक विविधताले लिएर होइन, त्यही कारणले चाहिँ भनौँ आज चाहिँ साथीहरूलाई चाहिँ मैले भ्लग बनाइरहेको छु है। यो लामो भयो, हजुर लामो नै भइसकेको छ है भ्लग। विशेष गरेर हामी चाहिँ यसरी भनौँ साथीहरू होइन, तपाईँहरूलाई पनि है कस्तो लाग्यो मेरो भिडियो है हेर्न सक्नुहुन्छ है। कटुस यस्तो टाइपले हामी भुटिन्छ है गाइस। नजिकमा हजुरहरूलाई मैले नजिकमा देखाएँ र
यसको चाहिँ भित्री रूपमा चाहिँ यो चाहिँ साथीहरू फुटाएर हेर्ने हो भने है अहिले चाहिँ फुटाउने हो भने यस्तो सेतो हुन्छ गाई चाहिँ है सेतो हुन्छ है यसलाई चाहिँ भनौँ खानुपर्ने हुन्छ क्या टक्क खाने हो फुटाउने हो टक्क खाने हो तातो तातोमा चाहिँ लास्टै मिठो हुन्छ साथीहरू है गुलियो हुन्छ क्या साथीहरू आम्मामा लेकको चिसा हो है आम्मामी लेकको बेग्लै पहिचान मिठो हुन्छ साथीहरू होइन भनौँ तपाईँहरूलाई कतिपयलाई थाहा पनि होला होइन यो कतिपयलाई नौलो नै लागेको होला अब कतिपयलाई थाहा नहुन सक्छ होइन र हाम्रो लेकमा पाइने एक प्रकारको यो भनौँ एक प्रकारको इम्पोर्टेन्ट भनौँ न यो फल हो लेकमा पाउने भनौँ होइन कटुसको रूपमा पाउने भनौँ विशेष यो चाहिँ हाम्रो ठाउँतिर पाइन्छ साथीहरू है धेरै ठाउँमै पाइन्छ पाउन चाहिँ र देखिरहनु भएको छ गाई चाहिँ भनौँ यो कटुस चाहिँ साथीहरू होइन कस्तो हुन्छ भने दुई प्रकारको हुन्छ क्या कटुस हाम्रो ठाउँमा चाहिँ एउटा चाहिँ पातले भन्छ होइन एउटा चाहिँ पातले र यो ठुलो खालको पातले हो यो साथीहरू होइन पातले कटुस भन्छ क्या कालो अलगलको रूप हुन्छ काँडाले चाहिँ घोट्छ एकदम साथीहरू है मेरो चाहिँ काँडाले आज हात घोचेर है विशेष चाहिँ साथीहरू होइन यता काँडा धरो बिजिएको छ औँलामा भन्नुपर्छ है गाई चाहिँ हेर्नु होला औँलै बिग्रिसकेको छ अनि विशेष चाहिँ भनौँ यस्तै तरिकाले होइन अब गाउँघर होइन यसो गर्नै पर्यो होइन यसो त्यसो अनि जङ्गल जानै पर्यो होइन टक्क पारेर भ्लग बनाउँदै यसरी टिप्दै होइन हामी चाहिँ बेलुका साँझसम्म त्यहाँदेखि हामी झऱ्यौँ भनौँ साथीहरू होइन अब हामीले चाहिँ धेरै नै टिप्यौँ भनौँ न होइन धेरै चाहिँ टिप्यौँ होइन 15-16 माना नै टिप्यौँ भनौँ न होइन अब चाहिँ सिला रहेको छ है गाई चाहिँ होइन अब हुन त चैत वर्षसम्म हुन्छ अरे हुनको लागि होइन रहिने चाहिँ तथा मतलब विशेष गर्नुपर्दा चाहिँ विशेष तरिकाले भन्नुपर्दा चाहिँ होइन यो चाहिँ भनौँ मैले केटाकेटी थाहा पाउँदा पनि हामी लेकमा जान्थ्यौँ है अब लेकमा होइन धेरैजना जाने अब डर पनि लाग्ने कि कहिले काहीँ भालुको डर पनि हुन्छ नि त होइन जङ्गली जनावर अब केटाकेटीमा त धेरै डर हुन्छ झन् धेरैजनासँग जाँदा पनि केटाकेटीमा अहिले पनि अब होइन कतिपय घाइते भालु पनि छन् अरे भन्ने सुनेको थियौँ र आज चाहिँ हामी विशेष मम्मी म दिदी गयौँ होइन मम्मीहरूले जाम भनेर र गएको म चाहिँ विशेष गरेर विशेष म चाहिँ नजान्थेँ प्रायः म घरमा अब अरू कामहरू पनि हुन्थ्यो नि त मतलब विशेष गरेर र आन्टी भनौँ न आन्टीहरू पनि जानुहुन्थ्यो होइन आन्टीहरू जानुहुन्थ्यो आन्टीहरू पनि अब अर्कोचोटि चाहिँ जानुहुने र भनौँ न विशेष अन्त्य हुने लागेको छ है गाई छ होइन अब जङ्गलमा पनि यस्तो खासै पाउँदैन क्या यस्तो भनौँ न कटुस अब खोज्दा पनि होइन टाढा पनि जानुपर्छ र अबको टाइम भनेको फस्के पनि हुँदै होइन अब त्यति भने जस्तो भरेली पनि छैन क्या गाई चाहिँ अहिले चाहिँ भने जस्तो भरेली नै छैन विशेष चाहिँ यो म अस्ति सुरुमा चाहिँ राम्रो थियो भनौँ साथीहरू होइन कार्तिक अन्तिमतिर चाहिँ भनौँ न अब धेरै जस्तो फस्के भइसकेको छ होइन अस्तितिर पनि हामी धेरै गयौँ भनौँ न होइन साथीहरू हात घोचेर है यत्रो कलिलो थियो है अस्तितिरको टाइम भनेको कलिलो वाउ टाइपको सबै प्राय जाने है पुरै यत्रो दरो औँला घोचेर दुखेर विशेष त्यस्तो हुन्छ क्या गाई जङ्गलभरि कटुसको रुख अनि त्यो उँभ त प्राय जङ्गलै कटुसको छ नि त अनि भालुले चाहिँ विशेष भालु पनि रहेको छ र विशेष गरेर साथीहरू होइन त्यसरी नै हामी चाहिँ अस्तितिर पनि धेरैचोटि गयौँ भनौँ न होइन पहिला पनि अहिलेको हालमा पनि हामी भनौँ न गइरहेको छ भनौँ न होइन प्रायः जस्तो टाइम चाहिँ हप्तामा एकचोटि जस्तोदेखि लिएर मम्मीहरू चाहिँ गइरहनु भएको छ म नि प्रायः कुनै समय गइ नै रहेको छु अस्ति पनि गइयो 2-3 चोटि अहिले पनि एकचोटि गएँ अनि मम्मीहरू चाहिँ सधैँ गइरहनु भएको छ विशेष गरेर साथीहरू होइन यो अर्ग्यानिक खानेकुराभित्र पर्दछ साथीहरू होइन यो साथीहरू होइन देखिरहनु भएको छ है र यो एक प्रकारको एकदम इम्पोर्टेन्ट फल हो र हजुरहरूलाई गाई चाहिँ देखिरहनै भएको छ है र भनौँ अबको टाइम पनि हामी चाहिँ जानेछौँ है लेक
भनौँ न लेक जाने प्लानमा छौँ है अझै पनि एक दुईचोटि। यो धेरै राम्रो फल रहेको छ साथीहरू। जङ्गलमा धेरै प्रकारको अरू फलहरू नि पाउँछ भनौँ न होइन। र विशेष गरेर यो चाहिँ पौष्टिक तत्त्वयुक्त खानेकुरा भित्र पर्छ है साथीहरू। मेरो भिडियोलाई एकछिन पनि इग्नोर नगरिदिनु होला है साथीहरू है, किनकि तपाईँहरूको मात्र यसरी नै म भिडियो ल्याउने छु। देखिरहनु भएको छ नि साथीहरू होइन। मेरो मोबाइल चाहिँ पुरै तातिएर पुरै ब्याट्री नै कस्तो देखाइरहेको थियो क्या, सफ्टवेयरै झन्डै गयो। र म टाढोबाट यसरी बनाउँदैछु है गाइज। झन्डै चुलाको छेउमा बसेर है म त बनाउँदै भ्लग बनाउँदा एकहोरो भइसक्यो। जस्तै धामी बग्छ नि, धामीलाई थाहै हुँदैन क्या ढेङ्ग्रो कहाँ ठट्याएँ भनेर थाहै हुँदैन। त्यसरी नै म चाहिँ यसरी टाढोबाट अहिले चाहिँ बनाउँदैछु। र सक्दो सेयर सब्सक्राइब लाइक कमेन्ट्स गरिदिनु होला। र है अबको टाइम पनि हामी चाहिँ यस्तो भनौँ न कटुस टिप्ने जाने प्लानमा चाहिँ छौँ है अझै पनि। भनौँ यो कटुसको बारेमा विशेष भन्नुपर्दा चाहिँ मैले हजुरहरूलाई भने नि त दुई प्रकारको हुन्छ होइन। एउटा भनेको यो पातले कटुस भन्छ होइन ठुलो खालको, अनि यो सानो यो ठुलो खालको भनौँ सेतो देखिन्छ नि यो पातले कटुस हो साथीहरू होइन। पातले पुरै होइन ठुलो रुख पनि हुन्छ होइन, अब जङ्गे टाइपको होइन। अब अर्को भनेको मुसुरे हुन्छ क्या साथीहरू, सानो बडा क्या यस्तै हुन्छ, तर त्यो पनि मिठो हुन्छ साथीहरू होइन। अब ठुलोको छेउमा त सानो त मुख त लाग्दैन नि होइन। र पनि हामी केटाकेटीमा धेरै टिप्ने गर्थ्यौँ घर छेउतिर, पोरो डाँडातिर, खोल्सा टाइपतिर हुन्थ्यो क्या पोरोतिर। अनि भनौँ सानो खालको भनौँ न त्यो पातले कटुस चाहिँ मुसुरे कटुस चाहिँ भनौँ सानो कालो हुन्छ। त्यो पनि पाउँछ साथीहरू होइन। दुई प्रकारको हुन्छ नि त। अब यो कटुस पनि साथीहरू होइन 12 महिना हुने महिना है साथीहरू। यो हुन्छ लगभग 1.5-2 महिना चाहिँ खतरा भरेली हुन्छ है साथीहरू। नयाँमा टक्क अस्तिर खतरा टिप्यो होइन, हात भोचेर है गएकै। पहिला केटाकेटीमा पनि गएकै धेरै यादहरू छ। र अब त सक्यो साथीहरू होइन। अब दिनै गएको मान्छेहरू होइन, पुरो गाउँदेखि पनि टाढोदेखि पनि ल्याउनु आएको अब कोसेली लाने उँधो कोही बजार लाने, अनि जङ्गल हेर्नुपर्छ। सब वहाँ भइरहेको हुन्छ क्या सबै उयो पत्कर सुरे जस्तो। अनि धेरै मासी अब त छैन पनि साथीहरू होइन, फोस्के पनि हुँदैछ भनौँ। समय पनि सकिएको र मान्छेले पनि टिप्छ क्या साथीहरू। मान्छेले पनि टिपेर अब होइन फिदा नै बनाइसकेको क्या, सबै दलेर फिदा बनाइसकेको। र भनौँ न यो धेरै इम्पोर्टेन्ट खानेकुरा भएकोले भनौँ विशेष सबैले मन पराउनुहुन्छ रुचाउनुहुन्छ होइन बजार लग्दा पनि। अनि विशेष भन्नुपर्दा भनौँ यो चाहिँ खाँदा पनि एकदम गुलियो भनौँ न, एकदम पौष्टिक भनौँ न, अडिलो टाइपको बनाउँछ क्या साथीहरू होइन। ढिँडो हुन्छ नि त होइन। अब नेपाली खाना भनौँ ढिँडो खाँदा कस्तो हुन्छ, अडिलो हुन्छ नि त धेरै, त्यस्तै हो कि यो पनि। हाम्रो बाउबाजेहरूले त झन् होइन यस्तो कराईबाट त 2-3 कराई नै खाइदिने खालको पनि थियो कि हाम्रो बाउबाजे, धेरै बलियोहरू नि। र अब त्यो कुरा नगरौँ, कुनै समयमा तपाईँहरूलाई भ्लगमा बनाउने छु होइन, त्यो भिडियो हेर्नको लागि होइन बनाउने छु मैले हजुरहरूलाई। र विशेष गरेर भन्नुपर्दा होइन भनौँ साथीहरू होइन त्यही हो भनौँ त्यसरी नै भनौँ न। यसरी नै हामीले चाहिँ भनौँ न कटुस टिपिन्छ होइन, कटुस टिप्ने प्लान गरिन्छ भनौँ। यसरी नै कटुस ल्याइन्छ खाइन्छ होइन, व्यापार बिजनेस गरिन्छ होइन। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो अहिलेसम्म, हजुरहरूलाई मेरो भिडियो मन पर्यो होइन, सेयर सब्सक्राइब लाइक कमेन्ट्स जरुर गरिदिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। र भनौँ किनकि आउँदो समय तपाईँहरूको लागि यस्तै भिडियो मिस हुने छैन। विशेष भन्नुपर्दा अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद। सेयर सब्सक्राइब गरिदिनु भएकोमा धेरै धन्यवाद। लाइक कमेन्ट्स सबै गरिदिनु भएकोमा, सेयर गरिदिनु भएकोमा हजुरहरूलाई धेरै धन्यवाद। र आउँदो नेक्स्ट टाइम पनि फेरि भिडियोको साथ आउने बाचासहित तपाईँहरूको साथी शिखर राई पनि बिदा चाहन्छु। हस्त अहिले जय नेपाल, थ्याङ्क यू।
फर दिस भिडियो वाचिङ थ्याङ्क यू अल लभ यू जय नेपाल